भावी सन्तानलाई फागुनदेखि जेठसम्म आगो लाग्ने डर फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफू वन जङ्गलको आफै रक्षा गर वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ आगो बच्चौ सुकिसक्यो घाँस गर्मीमा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश 7 बजाका रसिला स्याउ देश बाहिर पुगे खडरीले गर्दा हजुर सारा रुखा सुके यो ठाउँ जिल्ला बागो भालु पाइन्छ बागो भालु पाइन्छ विशेष गरी यो हाम्रो रुख र वनको गाउँ ढडेल नियन्त्रण गरौँ भन्ने एउटा उद्देश्यले चाहिँ गन्धर्व समाजले चाहिँ तपाईँको विभिन्न ठाउँमा पुगेर गीत सङ्गीतको माध्यमबाट चाहिँ सचेतनामूलक कार्यक्रम गर्दै विभिन्न सामुदायिक वनहरू विभिन्न डिभिजन वनहरूमा वन निर्देशालयसम्म पुगेर चाहिँ एउटा गन्धर्व समुदायको हकलाई पनि अगाडि बढाउने उद्देश्य यो अब तपाईँको चाहिँ यो खडेरी सिजनमा तपाईँको बढी वन जङ्गलमा आगो लाग्ने भएको हुँदा यसको संरक्षणको लागि चाहिँ विभिन्न डिभिजन मार्फत चाहिँ हामी सबै ठाउँमा पुगेर चाहिँ यसलाई सचेतनामूलक चाहिँ गीत सङ्गीतको माध्यमबाट चाहिँ कार्यक्रम सञ्चालन गरेका छौँ र यो गर्नुपर्छ यो एकदमै महत्त्वपूर्ण भूमिका रहेको गन्धर्व समुदायको रहेको कुरा यहाँहरूको बिचमा म जानकारी गर्न चाहन्छु र यो समुदायले चाहिँ विगतदेखि एउटा सञ्चारको रूपमा काम गर्ने गन्धर्वहरू पछिल्लो समयमा अलिकति लोप हुने अवस्था रहिरहेको हुँदा पनि फेरि चाहिँ पूर्ण रूपमा चाहिँ यो सारङ्गी बाजा र यो समुदायको चाहिँ कलाप्रतिलाई अगाडि बढाउने सिलसिलामा तपाईँको हामी चाहिँ देशव्यापीमा लागिरहेका छौँ र विभिन्न सामाजिक कामहरू गर्दै गर्दै आउने क्रममा आज पनि हामी पिठानमा यो डिभिजन वन कार्यालय पिठानको चाहिँ आयोजनमा जुन यो सप्ताह कार्यक्रममा चाहिँ विभिन्न किसिमको गीत सङ्गीत गायौँ र फेरि पनि तपाईँको चाहिँ यसै गरी चाहिँ कार्यक्रममा अगाडि बढाउने कुराहरू चाहिँ यहाँहरू बिचमा राख्दै बिदा हुन्छ।